हेलो नमस्ते। हामी धोरपादनको यात्रा गर्दै हो। धोरपादन जानलाई हामी बस पार्क पुगेका छौँ। अब गाडीमा चढिरहेछ अनि रेडी हुँदैछौँ। यो बुकीपाटन जाने भाइहरू छन्, नआएर एकदम ढिला गर्नुभयो अनि हिँड्दै हामी म बिचको भिडियो लिन पाएन किनभने म एकदम सुतुवा छु। त्यही भएर हामी 12 बजे चाहिँ खाना खान झारेछ। तर के ठाउँ भने थियो मैले भुलेँ त्यो ठाउँको नाम। अब खानालाई रेडी हुँदैछ अनि हामी खाना खानालाई कुपन लिनु पर्दैछ। दिदीले कुपन लिँदै हुनुहुन्छ। अब एकछिनमा हाम्रो खाना आयो। अब हामी खाना खान सुरु गऱ्यौँ। अब खाना खाएर फेरि हाम्रो यात्रा सुरु भयो अनि हामी बिहान पुग्यो। रातिको भिडियो मैले लिनै पाएन, म एकदम सुतुवा गाडीमा। त्यही भएर बिहान पुग्यो अनि अब यहाँ पानीसानी खाएर अब हामी भुट्याङ पुग्यौँ। भुट्याङ पुगेपछि गाडी पाउन टाइम लाग्यो अनि त्यसपछि सरोजको घरमा हामी खाना खाँदैछौँ। अनि बडी नानीले खाना बनाइदिनु भनेको। अब एकछिनमा बडी नानीले खाना बनाइदिनु भयो। खाना पनि खाना सुरु। अब हामी खाना सकिसक्यो। अब हामी धोरपादनतिर फेरि लाग्यो। धोरपादन जाने बाटो यो हो, यहाँदेखि सुरु हुन्छ अनि बिचको बाटोहरू यिनीहरू राम्रो छ। अहिले बाटो एकदम राम्रो बनिया रहेछ। अनि माथि पुगेपछि अङ्कललाई भेटेँ। अङ्कलले मेरो सामान पनि लैदेऊ न, अलिअलि मलाई पनि लैदेऊ न भन्नुभयो। अनि हुन्छ आउनु न भनेर भन्यौँ। अनि त्यसपछि अङ्कललाई लिएर हामी हिँडेपछि यो माथि बोबाङ हो, बोबाङभन्दा माथितिर। अनि हामी अब स्कुडुङ पुग्यो। स्कुडुङ पुगेपछि फुपूको छोरीको घरहरू छ यहाँ। अनि त्यहाँबाट सामान राख्न लाग्यो। अनि त्यसपछि फेरि धोरपादन पुग्न लागेको ठाउँमा चाहिँ यस्तो अलिअलि बाटो चाहिँ यस्तो बिग्रिया रहेछ, गाह्रो छ हल्का चाहिँ। बाइकहरूमा चाहिँ गाह्रै हुन्छ। आउने भएपछि गाडीमा आउनु होला। अनि हामी धोरपादन पुग्यो। अब धोरपादनदेखि हिँड्दै तल आइसक्यो। अब हाम्रो घर आउन थालिसक्यो। अब हाम्रो घर पुगेपछि आमाले खाजा बनाएर राखिदिनु भएको रहेछ, मकै भुटेर होइन, अर्ग्यानिक मकै भनेर मकै खान थाल्यो। अनि यता छिमेकीहरू आउनु भएको रहेछ, गफ गरेर हाँस्दै हुनुहुन्छ आमा दिदीहरू। म चाहिँ यतिकै बसिरहेको छु। बहिनीले मकै खाँदैछ। अनि पछि आमाहरू माछा मार्न जानुभयो खोलामा। अनि माछा लिएर आउनुभयो। अनि सफा गरेर अब माछा बनाउने। माछा सफा गरिरहेको छु। माछा सफा गरिराखेँ, तल झऱ्यो, फेरि निकालेर राखेँ। अनि अब यो माछाहरू सफा गरेर माछाको तरकारी खाने। अनि त्यसपछि हामी सुत्न त अहिले सुत्दैन, बल्ल खाना बनाउँदै कति छ पनि बजे छैन होला। अब एकछिनपछि पानी परिरहेछ अनि अल्छी लागिरहेछ पानी परेको कारणले। त्यही भएर अब हामी एकछिनमा खानासाना पकाउने यताउता सुरु गर्छौँ। अनि अहिले चाहिँ आमाहरू चाहिँ यो माछा कहाँदेखि ल्याउनु, कसरी मार्नुभयो थाहा छ? बल्छी खेलेर मार्नुभएको आमाले माछा दिदी र आमाले मार्नुभएको एकनासको छ हामीतिरको खोलाको माछा हो। त्यसपछि हामी ग्यासमा पनि खाना बनाउँछ, तर चिसो भएको कारणले चाहिँ आगो बाल्दै हो। आगो बालेर आगो ताप्नलाई। अनि यो एउटा के भन्छ यसलाई, हाम्रो गाउँको भाषामा त दियालु भन्छ होइन। यो दियालुले आगो बाल्छ। त्यसमा यो चाहिँ सल्लाको यस्तो सल्लादेखि निकाल्छ। सल्लाको रुख हुन्छ नि त्यहाँदेखि निकाल्छ। अनि त्यसपछि यसले आगो बाल्ने हो। धेरै पछि आगो बाल्दैछु म आफ्नो घरमा। तर खाना चाहिँ ग्यासमा बनाउँदै हुनुहुन्छ दिदीले। यो चाहिँ आगो चिसो भएको कारणले यहाँ चिसो हुन्छ गाइस धोरपादनमा आउने भए तातो कपडा लाएर आउनु होला। अनि आगो बल्न सुरु गरिसक्यो। अब यहाँ हाम्रो धोरपादन महोत्सव पनि छ अरे, महोत्सव पनि रहेछ। अब महोत्सव हेरौँ कतिको रमाइलो हुन्छ। त्यस महोत्सवको भिडियो पनि राख्छु मैले। म फर्स्ट टाइम बोल्दै हो। अब मलाई त्यति साह्रो बोल्न नि आउँदैन, भिडियो बनाउन आउँदैन। फर्स्ट प्रयास हो बोल्दा बोल्नै आएन। अब माछा पनि रेडी हुन थाल्यो। अब एकछिन बनाउने हो। तर म सुतेँ नि त, म चिसोले सुतेछु। खाना बनाएको माछा बनाएको भिडियो बनाउनै पाएन। अब खाना खायो, सक्यो। बाई बाई आजको यात्रा।